यस्तो घाममा को हो छाता ओढेर हिँड्ने भन्नुहुन्छ भने तपाईँहरू 11 बजे 11:30 समथिङ 12 बजेको थियो होला। घाममा आमा छोरा हामी लाग्यौँ घरतर्फ। घर गयौँ। आज एकदमै गर्मी आमामामा साथीहरू गर्मी। अनि हामी गर्मी धेरै भएर रोड पारी गर्मी धेरै भएर रोडवारी हामी आएको हावा खानालाई डङ्गे पोखरी। यसो एकछिन भए पनि शीतल ताप्नलाई आएको साथीहरू। यस्तो गर्मी छैन यतातिर त यति धेरै गर्मी छ। यो रोडवारी चाहिँ पारी चाहिँ त्यस्तो खासै गर्मी छैन क्या। रुखहरू हाम्रो घर अगाडि चाहिँ ठ्याक्क रुखहरू भएर पनि हावा चलेर पनि त्यस्तो खासै गर्मी हुँदैन क्या। गर्मी त हुन्छ तर त्यस्तो धेरै गर्मी हुँदैन। रुखहरूले गरेर हावा चलेर होला सायद गर्मी हुँदैन। अनि जानु साथ हामी कुलरमा बसिहाल्यौँ। कुलरको अगाडि बसेर हावा खाँदैछौँ। आमा छोरा गफ हान्दैछौँ। अनि मेरो छोरोले चाहिँ कपाल कोर्न थाल्यो। कपाल देख्नु हुँदैन चिम्टी खोलिदिएर कपाल मिलाइदिएर आमामामा यति नक्कले भएको छ मेरो छोरो। यति धेरै नक्कले भएको छ साथीहरू। सम्हाली नसक्नु नक्कले यति झिल्के भएको छ। के गर्नु होला मेरो छोरोलाई हेरेर म त आफै दङ्ग पर्छु क्या साथीहरू। कपाल मिलाइदिन थाल्यो। हेर्नु न कस्तो मुस्कुराइरहेछ मेरो छोरो। मुस्कान दिन्छ क्या। मेरो छोरोको मुस्कानमा मै फिदा छु साथीहरू। अरू फिदा होस् नहोस् म चाहिँ फिदा छु मेरो छोरोको मुस्कानमा। मेरो छोरालाई हेरेर म आफै मक्ख पर्छु क्या। कस्तो छ हेर्नु न उहाँ कपाल कोरिदिँदैछ गफ गर्दैछ मसँग। गफ गर्ने आजभोलि झन् गफ गर्ने भएको छ। हेर्नु न फोन देख्नु हुँदैन पोज दिन थाल्छ। आमामामा के भन्नु होला नि साथीहरू। अनि एबिसिडी ए भन्यो भने बी भनिदिन्छ। ए भन्दै भन्दैन बी भनिदिन्छ। सी भन्यो भने एकचोटि डी भनिदिन्छ। 1 भन्यो भने एकचोटि 2 भनिदिन्छ। मेरो छोरो जियोस् खतरा छ क्या। अयो मेरो छोरोलाई हेरेर म त के भन्न सक्दिनँ। एबिसिडी भन्यो भने एकचोटि बी भनिदिन्छ। सी भन्यो भने डी भनिदिन्छ। 1 भन्यो भने 2 भनिदिन्छ। के गर्नु मेरो साथीहरू मेरो छोरोले पढ्छ जस्तो छैन। ओके बाई।